हेलो नमस्ते। ल आज चाहिँ हामी दुईजना भाइ र म चाहिँ भलिबल खेल्न जाँदैछौँ। त्यो ठाउँको नाम कुन ठाउँ रे? मणिपुर के पार रे? ए मणिपुर पार मलाई त्यति थाहा छैन। ओह त्यहाँ हेर्नुहोस् बुर्ज खलिफा मजाले झिलिमी गरिरहेछ। यो सब हेर्नु त सबैभन्दा ओल्डको सबैभन्दा अग्लो बिल्डिङ त्यस्तै हो। यस्तो छ क्या यहाँ चाहिँ दुबईमा चाहिँ यता रोडमा पनि साइकलले हिँड्ने अलाउड दिन्छ क्या। यो चार्जिङवाला स्कुटर र अनि यो खुट्टाले चलाउने साइकल यो चलाउनु पाउँछ भनेर यो चाहिँ यहाँको सरकारले चाहिँ अनुमति दिएको के। चढ चाहिँ के अरे हेलमेट अनि सेफ्टी ज्याकेट लगाएर गर्नुपर्छ। अनि दुईजना हाम्रो उहाँ चाहिँ फर्स्ट सट हो। फर्स्ट सट म चाहिँ आज धेरै पछि फर्स्ट टाइम खेल्दैछु। अब अलिकति हल्का पेट लागेको छु भन्छ, त्यही भएर अलिकति कम गर्नु। ए कहाँ ए योभन्दा 8 वर्ष अगाडि अब त्यतिखेर खेल्दा थिएँ अरे। अब त बिर्सिसक्यो यार। यो हो कि यो चाहिँ पहिले म बसेको बिल्डिङ हो। यो चाहिँ यो बिल्डिङको नाम भन्नु त लुट्ठा हो के अरे। यो बिल्डिङ नाम लुट्ठा हो। लुट्ठा हो। यो चाहिँ बिल्डिङ हामी पहिले बस्यो, अहिले चाहिँ छोडेर गइसक्यौँ। 2 वर्ष भइसक्यो। मजाले तल्किएर आएर उता त्यो बुर्ज खलिफा चाहिँ अब न्यु इयर आउनु लाग्यो नि त। त्यो लाइटहरू फिटिङ गरिसक्यो त्यहाँ। यस्तो छ क्लिन छ क्या बाटो चाहिँ। यो चाहिँ खुसी लाग्छ दुबईको।